गुड मर्निङ फ्रम आग्रा। भारत देशको आग्रा भन्ने ठाउँबाट जहाँ ताजमहलको लागि एकदम प्रख्यात छ होइन, र अरू कुराहरूको लागि पनि धेरै नै त्यो बेलाको राजा महाराजाहरूको होइन अब त्यो इतिहास छुट्टै नै छ। र अब भनौँ न, हिजो लास्ट भिडियो हजुर हेर्नु भएको छैन भने गएर हेर्नु होला। लास्ट यो ट्रिपको भिडियोहरू लास्ट दुईवटा भिडियो आइसकेको छ। फर्स्ट एपिसोड हामी टोडाबाट काठमाडौँ आएर त्यसपछि काठमाडौँबाट भैरव आएर बसेका थियौँ भने लास्ट भिडियो नेक्स्ट सेकेन्ड एपिसोडमा चाहिँ नेपालको सुनौली बोर्डर भनौँ न भैरवाबाट क्रस गरेर अनि त्यसपछि हामी अल द वे टु आग्रा आइपुगेका थियौँ। भैरवा नेपालबाट एकैचोटि आग्रा 650 एराउन्ड किलोमिटर हामीले ट्राभल गरेर होइन, 21-22 वर्ष पुरानो मिट्सुबिसी पजेरोलाई ड्राइभ गरेर होइन, रेभ गरेर होइन, घिस्रिँदै लड्दै पढ्दै भए पनि आग्रा आइपुगेका छौँ भनेदेखि यो नयाँ एपिसोडमा चाहिँ सबैजनालाई फेरि पनि भव्य रूपमा स्वागत गर्न चाहन्छु। र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनुहुन्छ भन्ने आशा लिन्छु। र यो भिडियो पनि अन्तिमसम्म हेर्नु होला, आज पनि केही इन्ट्रेस्टिङ हुनेवाला छ। हिजो जस्तै होइन, अब हरेक गाडीहरूको आफ्नो कहानी छ, हरेक ड्राइभरको आफ्नो कहानी हुन्छ, सबैको आफ्नो नेचर हुन्छ, त्यो अनुसारले अगाडि बढिन्छ र यो भिडियो पनि त्यो अनुसारले अगाडि बढ्छ। अब भनौँ न, यो पेट अलिकति बढाएको छ, किन त भन्दाखेरि धेरै खाइयो कि हिजो अब इन्डियाको खाना होइन। र हिजो यहाँ आएर बसिएको थियो हजुरहरूले लास्ट एपिसोड त खासै हेर्नु भएन भनौँ न, अब त्यति अनुसारले त्यो गर्न पाइएन, इन गर्न पाइएन। अब सरी नहीं कोई नहीं है। 202 का दिलवाइए सर। 202 हाँ, उसका नहीं मिला। 202 में कौन रोका था? हाम्रो सरिनाजीको गाडी यहाँ छ, एसएचओडी म्याक्स यहाँ छ, मेरो पार्टनरहरू होइन। र अनि हामी चाहिँ ताजमहलको पार्किङमा छौँ होइन। अनि उहाँहरू चाहिँ ताजमहल हेर्न जाने रे, उहाँहरू जानुभएको छ। म चाहिँ अब त्यो ताजमहल के चाहिँ हेर्नु छ भने एकचोटि हेर्ने हो। अनि इन्ट्रेस्ट पनि लागेन र हिजो अब अलि सुताइ ढिला भएको थियो नि त, निन्द्रा पुगेको छैन। हजुरहरू घुमेर आउनु, म चाहिँ एउटा पावर न्याप लिन्छु भनेर गाडी पछाडि मस्तले एक पावर न्याप लिएपछि फ्रेस पनि भइन्छ नि त, त्यो चाहिँ गर्न लागि छ भनेदेखि त्यसपछि अनि हाम्रो यात्रा यहाँबाट गुटुङ चण्डीगढसम्म जान्छ आज होइन। तर अब भनौँ न, हाम्रो विजय मुक्तान सर अनि अर्को जिम्नी जिप कम्पास उहाँहरू चाहिँ अगाडि बढिसक्नु भएको छ। अब उहाँहरू बढ्नुभयो अनि हामी तिनजना भयौँ। अनि त्यसपछि आएर नि हामी चाहिँ बसौँ त यहाँ भन्ने हिसाबमा आयो। मैले पनि अब एटलिस्ट अब ग्रुपमा आइहाल्छ, ग्रुपमै बसौँ न, एक्लै किन हिँड्नु भनेर उहाँहरू सँगसँगै जाने भनेर अनि सँगै आएँ। र अनि उहाँ हजुरहरू घुमेर आउनु, म चाहिँ एकछिन रेस्ट गर्छु भनेर एकछिन रेस्ट गर्न लागेको छ। एउटा पावर न्याप लिएपछि अनि टक्क लाएर ड्राइभिङ गर्न सकिन्छ नि त। आज मेन कुरो भनेको एक्सप्रेस वे, यमुना एक्सप्रेस वे मात्र हुन्छ यहाँबाट दिल्लीसम्म, दिल्लीबाट अनि आउटर रिङ रोड समथिङ के गरेर अनि हामी नेसनल हाइवे कति हुन्छ त्यो 48 जस्तो लाग्छ मलाई, त्यो समाउँदै अनि कर्नाल हुँदै हरियाणा र पन्जाबको बोर्डर हुँदै क्रस गर्दै अनि हामी चण्डीगढतर्फ अगाडि बढ्छौँ। र अब यो आग्राबाट गर्दा ढिला भयो निस्किने बेलामा है, ढिलै भइसक्यो। अब यहाँबाट यमुना एक्सप्रेस वेमा हामी प्रवेश गर्छौँ, त्यसपछि दिल्ली हुँदै यमुना एक्सप्रेस वे भनौँ न त्यो अलिकति बिजी नै हुन्छ क्या, किनभने दिल्ली नोएडा होइन जाने युपी कनेक्ट हुने मुख्य जङ्सन भयो नि त, मुख्य बाटो भयो, त्यो कारणले गर्दाखेरि।
जति तिर्नु डबल तिरिसक्यो अहिले फास्ट्याग बनाएर केही छैन भने त फर्किने बेला नि हुन्छ र यमुना एक्सप्रेसवेमा प्रवेश गर्ने बित्तिकै यहाँ अब टोल प्लाजाको अगाडि मैले भने नि यो बिजी रोड हुन्छ क्या यो जस्तै पूर्वाञ्चल एक्सप्रेसवे अनि आग्रा लखनऊ एक्सप्रेसवे जस्तो हुँदैन अब यहाँ गएपछि झन् गाडी अझ नाइट टाइममा त त्यो हुन्छ नि पुरै रेस गर्ने जस्तो डाङ 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 लेन चेन्ज होइन त्यस्तो चाहिँ हुन्छ क्या धेरै बिजी रोड भएको हुनाले गर्दाखेरि त्यस्तो हिसाबले दौडाउनु पनि सकिँदैन र स्पिड लिमिट पनि यसमा अलिकति कम छ जस्तो लागिरहेको छ मलाई टु व्हिलर पहिला थियो के अरे हामी 2014-15मा आउँदाखेरि टु व्हिलर हामीले यहाँ चलाएको थियो यमुना एक्सप्रेसवेमा भनेदेखि अब यहाँ ट्याक्स तिर्नुपर्छ लगभग भनौँ न 15 मिनट भइसक्यो यहाँ बसेको यमुना एक्सप्रेसवे भनौँ न 10 वर्ष 11 वर्ष अगाडि त हामी नै आएका थियौँ होइन अब यो झन् त्यही बेला भयो नयाँ बनेको अहिले पनि त्यस्तै नै छ दमदार होइन र टोल ट्याक्स त्यही हो डबल 330 रुपियाँ तिरियो यहाँ र अहिलेसम्म हिसाब गर्ने भने 2000 रुपियाँ टोल ट्याक्स तिरिसक्यो होइन 1000 रुपियाँ मात्र पर्थ्यो तर अब 2000 रुपियाँ तिरिसक्यो र अब अझै यहाँ नोएडा समथिङ के इनर रिङ रोड भनेर 40-45 रुपियाँ लिनु आइरहन्छ कि टोल प्लाजाहरू आइरहन्छ भनेदेखि यो अब जति दमदार जति आनन्दको छ यो हाइवे नि हेर्दाखेरि त्यति नै रिस्क पनि छ क्या स्पिड 100-110 बेसमा हुन्छ होइन अनि त्यसपछि अब ओभरटेक गर्ने बेलामा जस्तै अब हामी ओभरटेक गर्ने बेलामा यो लेनमा थिएँ अगाडिपट्टि गाडी भएको हुनाले गर्दाखेरि म यो लेनमा आएँ यो लेनमा आएर ओभरटेक गर्ने हुँदा होइन अनि त्यसपछि आएर अब ओभरटेक गर्ने बेलामा पनि अब आफ्नो अलिकति पनि डिस्ब्यालेन्स भयो भने पाङ्गडाको रिस्क हुन्छ होइन अब त्यो कुरालाई ध्यान दिनु पऱ्यो बरु भनेको ब्रेक इमर्जेन्सी ब्रेक भनेको त यहाँ यस्तो हाइवेमा र अनि त्यसपछि स्लोमा ब्रेक छुने मात्रै हो क्या हार्ड ब्रेकिङ चाहिँ नि गर्ने होइन अब मैले ओभरटेक गर्न लाग्यो भने उसले पनि दबाएँ फेरि आमा तिम्रो भन्दा त मेरो गाडी छ अनि दार्नु के सोचेको तिमीले म त उडाइदिन्छु त तिमीलाई त नमिल्ने यस्तो हुन्छ यहाँनिर यस्तो हुन्छ होइन त्यो कुराहरूलाई करहरूलाई त्यो कुराहरूलाई ध्यान दिनुपर्छ मेन कुरो भनेको र अनि त्यसपछि अरू ओके डन ओके छ र अब यहाँबाट भनौँ न हामीले यमुना एक्सप्रेसवेमा कभर गरेको लगभग 60 किलोमिटर कभर गरिसक्यो होइन र धेरै ढिला भइसक्यो क्या अब लगभग यो डेली सकिने बेलामा के अरे यो हाइवे सकिने बेलामा चाहिँ त्यसपछि रेस्टको लिने भनौँ न रेस्ट लिने होइन 150 लगभग 180-90 किलोमिटर भएपछि अनि त्यसपछि अनि त्यहाँबाट चाहिँ हामी भनौँ न बाइपास भएर जानुपर्छ भित्र छिरो भने फेरि जाममा पनि परिन्छ र अर्को भनेको अब यो त 22 वर्ष पुरानो गाडी हो यसलाई सिज गरिदिन्छ नि त्यहीँ ताजा लगाइदिन्छ नि फेरि अन्त टुरिस्टको गाडी त्यस्तो गर्दैन होला भन्ने लाग्छ मलाई होइन त्यो हुनाले गर्दाखेरि हामीलाई त्यहाँभित्र छिरो पनि छैन हामीलाई चण्डीगढ जाने हो बाइपास जाने हो त त्यस्तो चाहिँ रहन्छ भने धेरै नबनाउँ दृश्य हेरौँ अगाडि हाइवे हेरौँ अब अगाडि त टल्क्या होला घामले गर्दा युभीले गर्दा होइन त्यसलाई त्यो गर्नु होला म धेरै स्पिड आउँदैन मैले नि अब अघि त्यो गर्ने बेलामा 130-35-40सम्म पुग्ने गाडी अब त्यही युगोमा आयो नि त युगो हट भयो नि त त्यति धेरै डाउनु हुँदैन अब अगाडि आनन्दले दौडिन्छ अघि 330 को तिरेको जम्मा 80-90 किलोमिटर गुडाइनु लाग्छ फेरि अर्को टोल प्लाजा आइसक्यो वाट द ख भने जस्तो भइसक्यो टोल ट्याक्स तिरेपछि दिनुभयो पैसा फेरि टोल ट्याक्स तिर्ने ठाउँ आइसक्यो कति तिर्नु भयो पैसा पनि यार टोल ट्याक्स तिर्दा त्यो त पनि म त
यहाँ टोल ट्याक्स कति तिरे हो? र अब हामी एक्सप्रेस वेबाट तल झरिसकेका छौँ होइन। अब यो बाटोबाट हामी चण्डीगढ जाने बेलामा चाहिँ अब नेसनल हाइवे सुनाउँछौँ होइन। त्यसमा अलिकति इस्ट पेरिफेरल भन्ने चाहिँ नि एक्सप्रेस वे आउँछ, त्यसलाई सुनाउँछौँ। तर जुन दिल्ली पुग्ने हामी ग्रेटर नोइडा हुँदै अनि भित्र छिरेनौँ, किनभने हामीलाई भित्र छिर्नु आवश्यकता छैन। त्यहाँ छिर्ने बित्तिकै जाम हुन्छ, पक्कै पनि बम्पर टु बम्पर जाम हुन्छ। त्यो हुनाले गर्दाखेरि हामी चाहिँ नि अब यो भित्रबाट हामी चण्डीगढतर्फको वेमा अगाडि बढ्छौँ। Exit the roundabout, then turn right. गुगललाई मात्र त्यो गर्नुभन्दा यसो लोकलहरूलाई सोध्दै सोध्दै जाँदाखेरि बेस्ट हुन्छ क्या, बेटर आइडिया चाहिँ त्यो हुन्छ। गुगल पनि हुन्छ एउटा सँगसँगै, अनि लोकललाई सोध्दै गएपछि अनि पर्फेक्ट ठाउँमा र पर्फेक्ट हिसाबले हामी पुग्न सक्छौँ। र अगाडि रुबिकन, त्यसपछि त्योभन्दा अगाडि सुजुकी म्याक्स। बस्ने अब यहाँ त पुरै हरियाली छ त। र अब हामी नेसनल हाइवे 44 भन्छ यसलाई होइन। NH 44 जुन चाहिँ नर्थदेखि साउथसम्म जोडिएको भन्छ होइन यो हाइवेलाई चाहिँ, यो चाहिँ नेसनल हाइवे हो कि। यसमा चाहिँ टोल ट्याक्स पर्दैन, परे पनि धेरै पर्दैन, थोरै पर्छ। अहिले जुन के अरे इस्ट पेरिफेरल हाइवे एक्सप्रेस वेमा जहाँ आइयो होइन, त्यहाँ अहिले के अरे 82 किलोमिटरको 590 रुपियाँ तिर्यो क्या, 590 रुपियाँ तिर्यो भनेदेखि अब यो अब यहाँबाट ठ्याक्कै 200 किलोमिटरमा हामी ठ्याक्कै पुग्छौँ कहाँ त भन्दाखेरि चण्डीगढ। अब यो मेन कुरो चाहिँ यो बाटो जस्तै एक्सप्रेस वे त्यहाँ नलिएर दिल्ली नोइडा हुँदै आएको भए चाहिँ अर्को 2-3 घन्टा हाम्रो चाहिँ जाम देखान्थ्यो क्या। त्यो हुनाले गर्दाखेरि यो एक्सप्रेस वेभित्र माथि चढ्यो, त्योबाट तल झरेर अनि फेरि अलिकति माथि गएपछि यसमा कनेक्ट भएको हुनाले चाहिँ फास्ट भयो। यो यहाँको जाममा पर्नु परेन। अब यो ट्राफिक भनेको त यो त भनौँ न एक किसिमको भन्नुपर्दाखेरि 11-12 बजीसम्म यस्तै हुन्छ यहाँको ट्राफिक त होइन। अलिक कम होला होइन, तर अब अहिले चाहिँ अब ठ्याक्क पिक अफिस टाइम भएको छ, 6:41 भएको छ। तर यस्तै नै हो हुने चाहिँ। र यहाँ त गेम खेले जस्तो अगाडि चढाउनु पर्ने हुन्छ होइन। ट्रकहरू अब आफ्नो त्यो हिसाबमा हिँड्छन्, डिस्टर्ब गरेर हुन्छन्, त्यो गरेर हुन्छन्। त्यो कारणले गर्दाखेरि टक्क लगाएर साइड यता आफ्नो साइड यता लिने गरेर दौडेर गर्न सकेन भने त फेरि यस्तो हुन्छ। त्यो हुनाले गर्दाखेरि दौडिनु पर्छ। अब आज त्यो सब चालित होला। In 600 meters, keep right to take the flyover. कन्टिन्यू यो हाइवेमा छौँ र पानीपत आउन लाग्यो होइन। र यो लाइट अब नबाली त सुकै छैन क्या भनौँ। अब यो त अब एक्सप्रेसवे जस्तो होइन नि त, उताको लाइट सिधै आँखामा परिरहेको छ क्या, हानिरहेको छ होइन। त्यो हुनाले गर्दाखेरि मैले चाहिँ यो लाइट लगाएको गरेको छु। अब
उनीहरूको लाइट अब आँखा खाइरहेछ अब यो बाल्नै पऱ्यो होइन बाल्नै पर्नेछ र ट्राफिकहरू पुरै रस छ ट्राफिकको रस टोल प्लाजामा आएका छौँ यत्रो ठुलो लिक्विड गोल्ड भन्ने सब पाउनुहुन्छ जहाँ चाहिँ यो भनौँ न माथि जहाँ अब सिमला मनाली भन्दा चाहिँ यहाँ सस्तो पाउँछ तपाईँ यहाँ लिएर जान सक्नुहुन्छ हामी चाहिँ यहाँ खानालाई बसेका छौँ नेपालको झन्डा लिएर नेपालले आज इटालीसँग हार्यो धेरै भारी मतले हार्यो त्यसको लागि धेरै धेरै दुःख लागेको छ र यहाँ खाजा नास्ता हुँदैछ होइन सन्दै र यो हाइवे भनौँ न जस रमाइलो छ अब लगभग 1-1.5 घन्टा 130 किलोमिटर जति बाँकी छ होटल चाहिँ चण्डीगढभन्दा अलिकति वरै छ अरे भनेदेखि अब हामी यहाँ एकछिन रेस्ट गर्छौँ खाजा खान्छौँ अनि त्यसपछि यहाँबाट गुटुङटुङ अगाडि बढ्छौँ एकछिन त्यहाँ टोल ट्याक्सको त्यो सबै खासा खाइयो भनौँ न त्यहाँ त्यो सबै इन्डियामा चाहिँ मैले भनौँ न मैले योभन्दा अगाडिको आउँदाखेरि पनि भनेको थिएँ नेपालमा चाहिँ भेज खोज्नलाई अथवा भेज रेस्टुरेन्ट खोज्नलाई भेज खाना खोज्नलाई प्योर भेज खोज्नलाई चाहिँ खोज्नुपर्छ होइन पाइँदैन भने यहाँ चाहिँ नन भेज चाहिँ खोज्नलाई पाइँदैन क्या होइन यहाँ चाहिँ भेजै भेज हुन्छ त्यो कारणले गर्दाखेरि हाम्रो लागि त बेस्ट भयो तर अब हाम्रो रुबिकन म्याम अरू मेम्बरहरूले चाहिँ अलिकति त्यसले गर्दाखेरि अप्ठ्यारो भएको छ भनेदेखि एउटा कुरा चाहिँ के अनलक भएको छ भनेदेखि यहाँ टोल ट्याक्समा चाहिँ अब उतातिर एक्सप्रेसवेमा मान्दैन जहाँसम्म मलाई लाग्छ मान्दैन जस्तो लाग्छ त्यहाँ पनि गर्नुपर्नेहरू रहेछ जाने बेला ट्राई गर्छु म त्यो कुरा यहाँ चाहिँ यो जस्तै यो हाइवेमा नेसनल हाइवेमा चाहिँ आइरहन्छ क्या हरेक अब त्यो अनुसारको आफ्नो यो टोल प्लाजाहरू भनेको चाहिँ अब आफूले बनाएको त्यो अनुसारको आफ्नो छुट्टै प्लाजा हुने होला नि त अनि त्यहाँ चाहिँ एम्बेसीको पेपर फोटोकपी गराएको छ नि त त्यो फोटोकपी देखाएर एम्बेसीको पेपर भनेर देखाएपछि चाहिँ अनि मलाई छोडिदिइरहेको छ क्या यो चाहिँ हाम्रो टिमको एकजनाले सिकाउनु भएको अनि त्यसपछि मैले त्यो गरिरहेको छु यहाँ अलिकति ओभरटेक गर्नुपर्ने भएको भएर चाहिँ नि गाह्रो छ नि त राति छ लाइटले गर्दाखेरि अलिकति त्यो पनि हुन्छ फेरि अलिकति पिस हुन्छ उनीहरूले गर्दाखेरि अगाडि हेरौँ न सही छ मैले चाहिँ भन्नु खोजेको चाहिँ के हो भने त्यो चाहिँ जस यहाँ 400-500 रुपियाँ तिर्नु परेको छैन कि त्यो एमबिसीको पेपर भनेर त्यो आइडी लगाएपछि त्यस्तो चाहिँ रहन्छ भने 9 बज्न लागेको छ होइन र अब हामी लगभग चण्डीगढ आइपुग्न लाग्यो र अब होटल पनि बुक भइसकेको छ भनेदेखि र हामी ठ्याक्कै अब भनौँ न चण्डीगढ आइपुग्यौँ होइन आइपुग्न लाग्यो भनौँ न यो लास्ट टोल भयो पेपर दिएको छ एमबिसीको के भन्नुहुन्छ हाँ जी पर देखिए धन्यवाद वहाँ से पढ़े लेके घूम रहे अरे सीधे भन्नुभयो इसमें आपको परमिट दिया हुआ है घूमने के लिए टोल टैक्स भी नहीं लिखा हुआ है भन्नु ठीक है पैसे ले लीजिए भनेर दिए मैले ल ठिक छ र हामी सिमला जाने ठाउँमा चण्डीगढ आइपुगेका छौँ भने ठ्याक्कै यो घडीमा त 10:33 भनेको नेपाली टाइम हो 10:15 बजे ठ्याक्कै हामी चण्डीगढ आइपुग्यौँ र होटल अब यहाँबाट 5 मिनट अगाडि रहेको छ भनेदेखि हामी 5 मिनट अगाडि होटलमा बस्छौँ गएर next morning मरिन वेस्ट भनेर चाहिँ नै आइएको छ कहाँ त भन्दा पन्जाबमा छौँ अहिले त हामी होइन र नेक्स्ट मर्निङ भइसकेको छ र इन्जिन ओइलहरू होइन देखि लिएर अनि कुल्यान्टहरू सबै चेक गर्नु पऱ्यो फेरि आजको स्टार्ट हुँदैछ गाडी को ड्राइभको भनेदेखि मैले यो भिडियो चाहिँ भनौँ न लास्ट नाइट अब राति भएको थियो आउनु बित्तिकै थकाइलाई खाना खाएर निदाइहाल्यो नि त अनि इन गर्न पाएको थिइनँ त्यो हुनाले गर्दाखेरि यो भिडियोबाट हजुरहरूसँग बिदा माग्न चाहन्छु म भन्दै होइन नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला र यो भिडियो राम्रो लाग्छ भने लाइक गर्नु नबिर्सिनु होला अब इन्ट्रेस्टिङ भिडियो अझ अगाडि आउनेवाला छ त्यो हुनाले गर्दाखेरि भिडियोलाई चाहिँ
नछुटाउनु होला र फलो भनौँ न एउटा नोटिफिकेसन आइकन गर्नु होला जब तपाईँको भिडियो हजुरहरूसम्म चाहिँ नि आओस् होइन नोटिफिकेसन आओस् र भिडियो आयो भनेर हजुरहरूले हेर्न पाउनुहोस् होइन र यहाँसम्मको जर्नी एकदम स्मुथ कुल एकदम फ्रेस भएको छ र फ्रेस भइरहेको छ भनेदेखि अगाडि एकचोटि नर्मल ओइलदेखि लिएर सबै चेक गरौँ अनि त्यसपछि गाडी स्टार्ट गरौँ र नेक्स्ट भिडियो अब भनौँ न यहाँबाट हामी सिमला आजको स्टे सिमला हुनेवाला छ त्यो हुनाले गर्दाखेरि सिमलामा रमाइलो हुनेवाला छ भिडियो हेर्न नछुटाउनु होला भन्दै नयाँ हुनेछ भने सब्सक्राइब गरेर जोडिनु होला भन्दै यो भिडियोबाट हजुरसँग बिदा माग्छु हस्